एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म सानो मिनी ब्लग बनाउँदैछु त्यतिकै हो। र म चाहिँ आज यतिकै भर्खर ब्रेकफास्टहरू गरिसकेर हामी चाहिँ हो बसिरहेको छु। अनि म चाहिँ अब हल्का सफाहरू गर्छु हो, त्यही हो। र म चाहिँ यहाँबाट सफाहरू गर्छु है। Långt från hemska kusten skär ska jag fira julen här på Hawaii. र गाइस अब चाहिँ कच्चु बनाउन आँटेको छ आमाले। यो चाहिँ हो, यो चाहिँ बोइल गरेर राखेको रेडी पार्दै थियो हो। अन्तखेरि माथिबाट लसुन हाल्यो, अन्तखेरि तेजपत्ता टक्कै हाल्यो, अन्त त्यहाँदेखि अदुवा र लसुन हाल्यो हो, खोर्सानी हाल्यो, अन्त हर्दी हाल्यो। त्यहाँदेखि चाहिँ माथिबाट चाहिँ कच्चु हाल्ने, अन्त त्यसपछि चाहिँ यो एकछिन फ्राई गरेपछि चाहिँ त्यहाँबाट रेडी हुन्छ है। कच्चु चाहिँ रेडी भइसकेको छ हो। अन्त यता आमाले बनाउनु भएको, मिठो बनाउनुहुन्छ आमाले, त्यही भएर यो चाहिँ तर त्यो जङ्गली कच्चु हो यो है। के भन्छ हाम्रो माथितिर पाउने चाहिँ अब त्यो चाहिँ बारीमा, त्यो चाहिँ घरकै हो होइन। त्यो चाहिँ यता जङ्गली कालो खालको कच्चु उयो टेस्टी हुन्छ अरे यो झन् साह्रो। यसलाई चाहिँ हामी चाहिँ गाबा भन्छौँ हो, अब यतातिर चाहिँ कच्चु भन्छ, सबैजनाले भन्दो रहेछ। हेलो साथीहरू, यहाँ हाम्रो खाना चाहिँ रेडी भइसकेको छ है। कच्चु कच्चु अपनी भूमि की दाई है कहाँ कैसे कहाँ वही बेटी ना के गाने अभी भी बड़ी मिठो भएछ त आमा। तेरी हाथ पे पहाड़ी भी लगाना चाहती है दादा, मिठो भएछ है। तेरे कौन की सब अपने तेरे साथ आके तो चल बहुत